कोन्निचिवा मिन्नासान, पुराबेसु देश। आजको भिडियोमा तपाईलाई स्वागत छ। आज हामी यस भिडियोबाट दैनिक जीवनमा उपयोग गर्न सकिने केही जापानी वाक्यांशहरूको कुरा गर्नेछौँ। यो भिडियोले तपाईलाई जापानी भाषा सिक्न थप प्रेरणा दिनेछ। अब सुरु गरौँ। क्यौ हिरुगोहान वा नान देशु का? क्यौ भनेको चाहिँ आज, हिरुगोहान भनेको दिउँसोको खाजा, नान देशु का भनेको के छ, हिरुगोहान वा नान देशु का भनेको चाहिँ खाजा के छ भनेर भनेको छ। उत्तर हेर्नुस्, सान्दोइची देश। सान्दोइची देश भनेको चाहिँ के छ, स्यान्डविच छ। आजको खाजा चाहिँ के छ? क्यौ हिरुगोहान वा नान देशु का भनेको आजको खाजा के छ भनेर प्रश्न गरेको छ। सान्दोइची देश भनेको आजको खाजा चाहिँ स्यान्डविच छ भनेर भनेको छ। अब हामी नेक्स्टमा जान्छौँ। नेक्स्टमा छ इ देशने मिरुकुवा इरिमास्का भनेको छ। त्यो भनेको चाहिँ इ देशने भनेको चाहिँ राम्रो छ है, राम्रो छ भनेर चाहिँ भनेको हो। त्यसपछि मिरुकुवा इरिमास्का भनेको चाहिँ दुध चाहिन्छ भनेर सोधेको छ है। इ देशने मिरुकुवा इरिमास्का भनेको चाहिँ राम्रो छ, दुध चाहिन्छ भनेर प्रश्न गरेको हो। त्यसपछि उत्तर हेरौँ। इ चाहिँदैन अथवा चाहिँ छैन, चाहिँदैन भनेको छ। त्यसपछि सातौ दाकेदे इ देश भनेको छ। सातौ दाकेदे इ देश भनेको चाहिँ चिनी मात्र ठिक छ भनेर भनेको छ। दुध चाहिँ नहाल्ने भन्यो के त, सातौ दाकेदे इ देश भनेको छ चिनी मात्र ठिक छ भनेर भनेको है। त्यसपछि अर्को छ दोकोरोदे। दोकोरोदे भनेको चाहिँ साथै, दोकोरोदे भनेको चाहिँ साथै। त्यसपछि थप्यो केवा इ तेन्की देशने। केवा इ तेन्की देशने भनेको चाहिँ आजको मौसम राम्रो छ है भनेर भनेको छ है। उसले आजको मौसम राम्रो छ है भनेर भनेको छ। केवा इ तेन्की देशने भनेको चाहिँ आजको मौसम राम्रो छ है भनेर भनेको हो। त्यसपछि उत्तर के आउँछ त? हाई, हो है, हाई भनेको हो। त्यसपछि के थप्यो त? होन्तौनी इ तेन्की देश। हाई होन्तौनी इ तेन्की देश भनेको छ। हाई भनेको चाहिँ हो, हजुर भनेको भयो। होन्तौनी इ देश, इ तेन्की देश भनेको चाहिँ साँच्चै राम्रो मौसम छ भनेर भनेको छ। होन्तौनी इ तेन्की देश भनेको चाहिँ के त, साँच्चै राम्रो मौसम छ अरे, आज चाहिँ के त साँच्चै राम्रो मौसम छ भनेर भनेको छ। त्यसपछि आशा आरुकी मासिताका। आशा आरुकी मासिताका भनेको छ बिहान हिँड्नु भएको थियो भनेर प्रश्न गरेको है। आशा आरुकी मासिताका भनेको छ यो चाहिँ के त, बिहान हिँड्नु भएको थियो भनेर प्रश्न गरेको छ। आशा भनेको बिहान, आरुकी मासिताका भनेको हिँड्नु भएको थियो भनेर प्रश्न गरेको छ। उत्तर चाहिँ के आयो हेर्नुहोस् त? इ छैन रे। हेर्नुहोस् त। त्यसपछि के थप्यो? इ आशा नेबौ सीमासिता भनेको छ है। छैन, बिहान अबेर उठे रे। आशा नेबौ सीमासिता भनेको चाहिँ के त, अबेर उठे, बिहान अबेर उठे भनेर भनेको छ है। आशा भनेको बिहान, नेबौ सीमासिता भनेको चाहिँ अबेर उठे भनेको छ। इ भनेको चाहिँ छैन है। इ आशा नेबौ सीमासिता भनेको चाहिँ छैन, बिहान चाहिँ के त अबेर उठे, त्यो भएर चाहिँ हिँड्न गएको थिइनँ भनेर भनेको छ। त्यसपछि रिप्लाई के आउँछ हेर्नुहोस् त? नारुहोदो भन्यो। नारुहोदो भनेको चाहिँ सम्झिए। त्यसपछि के थप्छ त? चुगिनो हिरुयासुमिनी इस्योनी सानपो सिमास्यो भनेको छ। हेर्नुहोस् त, नारुहोदो भनेको चाहिँ सम्झिए। त्यसपछि के भन्यो? चुगिनो हिरुयासुमिनी इस्योनी सानपो सिमास्यो भनेको छ। यो भनेको चाहिँ सम्झिए, अर्को खाजाको समयमा सँगै घुम्न जाउँ भनेर भनेको छ है। बिहान चाहिँ हिँड्न गएन। त्यसपछि के भन्यो त? दिउँसोको खाजाको समयमा चाहिँ सँगै घुम्न जाउँ भनेर चाहिँ भनेको छ है। नारुहोदो चुगिनो हिरुयासुमिनी इस्योनी सानपो सिमास्यो भनेको छ सम्झिए, अर्को खाजाको समयमा सँगै घुम्न जाउँ भनेर भनेको हो है। अब के भन्छ त हेर्नुहोस् त? इ देशने भनेको चाहिँ राम्रो छ है, राम्रो कुरा हो। त्यसपछि के थप्यो? तानो सिमिनी सितैमास। तानो सिमिनी सितैमास भनेको चाहिँ म आतुर छु। हेर्नुहोस् त, दिउँसो खाजा खाने समयमा चाहिँ के त, म घुम्न जानलाई चाहिँ आतुर छु भनेर चाहिँ उसले प्रस्तावलाई स्वीकारेको छ। इ देशने तानो सिमिनी सितैमास भनेर चाहिँ भनेको हो है। यो भनेको चाहिँ के हो त? राम्रो छ, म आतुर छु भनेर भनेको छ है। त्यसपछि के भन्छ? हिरुयासुमिनो आतो नानी होसिमास्का। हिरुयासुमिनो आतो नानी होसिमास्का भनेको चाहिँ के भनेको थियो? खाजाको समयपछि के गर्नुहुन्छ अरे। हिरुयासुमिनो आतो नानी होसिमास्का भनेको चाहिँ खाजाको समयपछि के गर्नुहुन्छ। हिरुयासुमिनो आतो नानी होसिमास्का, खाजाको समयपछि के गर्नुहुन्छ भनेर भनेको छ। के गर्ने रहेछ हेर्नु है। सिगोतो ओ चुगेके मास
भनेको छ सिगोतो जुगेकेमास भनेको चाहिँ कामलाई जारी राख्छु रे। खाजा खाए पछाडि चाहिँ के त कामलाई जारी राख्छु भनेर भनेको छ। हेर्नुहोस् त खाजाको समयपछि के गर्ने प्लान छ, के गर्नुहुन्छ भनेर सोधेको छ। उसले चाहिँ के त सिगोतो जुगेकेमास भनेको कामलाई नि के त जारी राख्छु भनेर भनेको छ। त्यस पछाडि के भन्छ हेर्नुहोस् त गाम्बाते खुदासाई। गाम्बाते खुदासाई भनेको मेहनत गर्नुहोस् है। गाम्बाते खुदासाई भनेको चाहिँ मेहनत गर्नुहोस् भनेर भनेको छ। त्यसपछि आरिगातो है धन्यवाद। गाम्बाते खुदासाई मेहनत गर्नुहोस् भनेपछि के भन्यो त आरिगातो धन्यवाद भनेर भनेको छ। त्यसपछि थप हेर्नुहोस् त के थप कुराकानी के भयो त युगातानी ओच्याओ नोमीमा स्योका सोधेको छ है। युगातानी ओच्याओ नोमीमा स्योका भनेर सोधेको छ। साँझमा चिया पिउँछौ भनेर भनेको छ है। युगातानी ओच्याओ नोमीमा स्योका भनेको छ। यो भनेको चाहिँ साँझमा चिया पिउँछौ भनेर सोधेको छ। अथवा चाहिँ साँझमा चिया पिउनुहुन्छ भनेर सोधेको छ है। यी देश नै राम्रो छ, हजुर पिउँछु भनेर भनेको छ है। यी देश नै राम्रो छ, हुन्छ भने जस्तै है, राम्रो कुरा हो भनेर चाहिँ भने हो है। दोकोदे नोमिमास्का कहाँ पिउने रे है। दोकोदे नोमिमास्का भनेको चाहिँ कहाँ पिउने है। हेर्नुहोस् त चिया उसले चाहिँ के भन्यो त युगातानी ओच्याउ नोमिमास्यौका भनेर सोधेको थियो है। साँझमा चिया पिउँछौ भनेर सोधेको थियो। अनि उसले के भन्यो त यी देश नि कुरा त राम्रो हो है, राम्रो हो। दोकोदे नोमिमास्का भनेको चाहिँ कहाँ पिउने भनेर चाहिँ उसले भनेको छ। त्यसपछि के भन्छन् उनीहरूले हेर्नुहोस् त किस्सा तेन्ने इकिमास्यो। किस्सा तेन्ने इकिमास्यो भनेको चाहिँ क्याफेमा जाउँ। किस्सा तेन्ने इकिमास्यो भनेको चाहिँ क्याफेमा जाउँ भनेर चाहिँ उनीहरूले भने। उनीहरू चाहिँ के त क्याफेमा जाने प्लान गरे है। किस्सा तेन्ने इकिमास्यो भनेको चाहिँ क्याफेमा जाउँ रे। त्यसपछि तानोसिमी देश है। तानोसिमी देश भनेको म आतुर छु। तानोसिमी देश भनेको म आतुर छु। म आतुर छु भन्नाले के भन्ने रहेछ तानोसिमी देश है। त्यस पछाडि अर्को हेर्नुहोस् थप कुराकानी के भयो। केउनो बानगोहान वा नानियो चुकुरी मास्का। केउनो बानगोहान वा नानियो चुकुरी मास्का। यो भनेको चाहिँ आजको रातको खाना के बनाउनुहुन्छ भनेर भनेको छ। आजको रातको खाना के बनाउनुहुन्छ भनेर प्रश्न गरेको छ। केउनो बानगोहान वा नानियो चुकुरी मास्का। आजको रातको खाना चाहिँ के बनाउनुहुन्छ भनेर सोधेको छ। के बनाउने रहेछ हेर्नुहोस् त कारेतो गोहान देश। कारेतो गोहान देश भनेको छ है। कारेतो गोहान देश भनेको चाहिँ करी र भात बनाउँछु भनेको छ। कारेतो गोहान देश भनेको करी र भात बनाउँछु भनेर भनेको छ है। कारेतो गोहान देश भनेको चाहिँ करी र भात बनाउँछु भनेर भनेको छ। केउनो बान गोहान वा नानियो चुकुरी मास्का भनेको आजको रातको खाना के बनाउनुहुन्छ भनेर सोधेको थियो। कारेतो गोहान देश भनेको करी र भात बनाउँछु भनेर भनेको छ। अब थप कुराकानी हेरौँ। यी देश नै दोन्ना कार्य देशका। हेर्नुहोस् त राम्रो छ। यी देश नै भनेको राम्रो छ, राम्रो कुरा हो। दोन्ना कार्य देशका भनेको कस्तो करी हो है। दोन्ना कार्य देशका कस्तो करी हो भनेर सोधेको छ है। दोन्ना कार्य देशका भनेको कस्तो करी हो भनेर सोधेको छ। कस्तो खालको रहेछ हेर्नुहोस् त चिकन कार्य देश है। चिकन कार्य देश भनेको चिकनको चाहिँ करी हो भनेर भनेको छ है। उसले चाहिँ के बनाउने रहेछ चिकनको तरकारी बनाउने रहेछ। चिकन कार्य देश भनेको चिकनको करी बनाउँछु भनेर भनेको छ है। दोन्ना कार्य देशका कस्तो खालको करी बनाउनुहुन्छ भनेर सोधेको थियो। उसले चाहिँ कस्तो बनाउने रहेछ चिकन कार्य देश भनेको चिकनको करी बनाउने रहेछ है। फेरि थप कुराकानी हेरौँ के भनेको रहेछ। ओइसिसौ तेची दाइमा स्यौका। ओइसिसौ ओइसिसौ भनेको चाहिँ स्वादिलो जस्तो छ। तेचु दाइमा स्यौका भनेको चाहिँ म सहयोग गरौँ भनेर भनेको छ है। ओइसिसौ तेचु दाइमा स्यौका भनेको चाहिँ स्वादिलो जस्तो छ, म सहयोग गरौँ भनेर सोधेको छ है। त्यसपछि उसले के भन्यो त हाई यासाई हो कित्ते खोदासाई भनेर भनेको छ। हाई हजुर है हो। यासाई हो कित्ते खोदासाई भनेको तरकारी काटिदिनुहोस् भनेर भनेको छ। यासाई हो कित्ते खोदासाई भनेको चाहिँ तरकारी काटिदिनुहोस् भनेर भनेको छ है। हाई यासाई हो कित्ते खोदासाई भनेको चाहिँ हो तरकारी काटिदिनुहोस् भनेर भनेको छ है त। अब अर्को छ तेजातुवा नानियो ताबे मास्का है। तेजातुवा नानियो ताबे मास्का भनेको छ। यो भनेको चाहिँ मिठाईमा के खाने भनेर भनेको छ है। तेजातुवा नानियो ताबे मास्का भनेको चाहिँ मिठाईमा के खाने भनेर प्रश्न गरेको छ। के खाने रहेछ हेर्नुहोस् त
आइसुकुरिम ओ ताबेताइदेस। आइसुकुरिम ओ ताबेताइदेस भनेको छ। हेर्नुहोस् त, यो भनेको चाहिँ के त, आइसक्रिम खान मन छ भनेर भनेको हो है। आइसक्रिम आइसुकुरिम ओ ताबेताइदेस भनेको चाहिँ आइसक्रिम खान मन छ भनेको छ है। त्यसपछि थप कुराकानीमा हेर्नुहोस्, इ देशने राम्रो छ, राम्रो कुरा हो है। दोन्ना आजिका सुकी देशका। दोन्ना आजिका सुकी देशका भनेको चाहिँ कुन स्वादमा खान मनपर्छ है। कुन स्वादमा चाहिँ तपाईँलाई मनपर्छ भनेको छ है। आइसक्रिम चाहिँ कुन स्वादमा खान मनपर्छ भनेर सोधेको छ। त्यसपछि कुन स्वाद रहेछ हेर्नुहोस् त, चोकोरोतेगा दाइसुकी देश। चोकोरेतोगा दाइसुकी देश भनेको छ। यो भनेको चाहिँ मलाई चक्लेट धेरै मनपर्छ भनेको, उसले चाहिँ चक्लेट फ्लेभरको चाहिँ आइसक्रिम धेरै मनपर्छ भनेर भनेको छ है। चोकोरेतोगा दाइसुकी देश भनेको चक्लेट फ्लेभरको चाहिँ ठिक छ मलाई है, त्यो चाहिँ मलाई मनपर्छ भनेर चाहिँ भनेको छ है। त्यसपछि वातासिमो सुकी देश। हेर्नुहोस् त, वातासिमो सुकी देश भनेको मलाई पनि मनपर्छ भनेको छ है। उसले वातासिमो सुकी देश भनेको चाहिँ मलाई पनि मनपर्छ। त्यसपछि के थप्यो, इस्योनी काइने इकिमास्यो रे है। इस्योनी काइने इकिमास्यो भनेको छ है। यो भनेको चाहिँ मलाई पनि मनपर्छ। हेर्नुहोस् त, वातासिमो सुकी देश भनेको चाहिँ मलाई पनि मनपर्छ। इस्योनी खाइने इकिमास्यो भनेको चाहिँ सँगै किन जाउँ भनेको छ। इस्योनी खाइने इकिमास्यो भनेको चाहिँ सँगै किन जाउँ भनेर भनेको छ है। वातासिमो सुकी देश भनेको चाहिँ मलाई पनि मनपर्छ। इस्योनी खाइने किमास्यो भनेको चाहिँ सँगै किन जाउँ भनेर भनेको छ। त्यसपछि के भन्यो त, सौसिमास्यो है। सौसिमास्यो भनेको चाहिँ त्यसै गरौँ है, त्यसै गरौँ, हुन्छ सँगै जाउँ भन्ने कुरा भयो है। उनीहरूको सौसिमास्यो भनेको चाहिँ त्यसै गरौँ भनेर चाहिँ भनेको छ। सँगै किन जाने उनीहरूको कुरा भएको छ है त। सौसिमास्यो भनेको चाहिँ त्यसै गरौँ भनेर भनेको हो। त्यसपछि के भन्यो त, सोनोआतो भनेको त्यसपछि एइगाओ मिमासेनका भनेको छ। एइगाओ मिमासेनका भनेको फिल्म हेर्न नजाने भनेर सोधेको छ। सोनोआतो एइगा मिमासेनका भनेर भनेको छ। त्यो भनेको चाहिँ त्यसपछि फिल्म हेर्न नजाने भनेर चाहिँ सोध्यो है। त्यसपछि के भन्यो त, इ देशने राम्रो छ, कुरा त राम्रो हो। नानियो मिताई देशका। हेर्नुहोस् त, नानियो मिताई देशका भनेको चाहिँ के त, के हेर्न चाहनुहुन्छ भनेर सोधेको छ। इ देशने नानियो मिताई देशका भनेको चाहिँ राम्रो छ, के हेर्न चाहनुहुन्छ भनेर चाहिँ सोधेको हो है। के हेर्ने रहेछ हेर्नुहोस् त, कोमेदेगा मिताई देश भनेको छ। कोमेगा मिताई देश भनेको चाहिँ मलाई चाहिँ हास्य चलचित्र हेर्न मन छ भनेको छ है। कोमेदेगा मिताई देश भनेको मलाई हास्य चलचित्र हेर्न मन छ भनेर भनेको छ। तानो सिसौ देशने है। तानो सिसौ देशने भनेको चाहिँ के हो त, मलाई मजा आउने जस्तो छ है भनेको छ। उसलाई पनि के छ, हास्य चलचित्र हेर्न मनपर्ने रहेछ, मजा आउने जस्तो छ है भनेर भनेको छ। तानो सिसौ देशने भनेको मजा आउने जस्तो छ है भनेर भनेको छ। त्यसपछि अगाडिको कन्भर्सेसन छ, एइ गानो आतो दोकोनी किमास्का भनेको छ। एइ गानो आतो दोकोनी किमास्का भनेको छ, फिल्मपछि कहाँ जानुहुन्छ भनेर अझ क्वेसन गरेको छ उसलाई। फिल्मपछि पनि उनीहरूको कतै जाने प्लान रहेछ, फिल्मपछि कहाँ जानुहुन्छ भनेको छ। एइ गानो आतो दोकोनी किमास्का भनेर प्रश्न गरेको छ है। त्यसपछि उसले के भन्यो, उचिनी खारिमास भनेको घर फर्किन्छु भन्यो है। उचिनी खारिमास भनेको चाहिँ घर फर्किन्छु भनेर चाहिँ उत्तर दियो है। एइ गानो आतो दोकोनी किमास्का भनेको फिल्मपछि कहाँ जानुहुन्छ भनेर प्रश्न गरेको थियो। उसले चाहिँ उचिनी खारिमास भन्यो है, म चाहिँ घर फर्किन्छु भनेर चाहिँ जवाफ दिएको छ है। त्यसपछि उसले के भन्यो त, युक्कुरीसिते खुदासाइने है। युक्कुरीसिते खुदासाइने भनेको छ आराम गर्नुहोस् है त। त्यसो भए चाहिँ के त, आराम गर्नुहोस् है भन्यो। युक्कुरीसिते खुदासाइने भन्यो है। त्यसो भए आराम गर्नुहोस् है भनेर चाहिँ भनेको छ है। युक्कुरीसिते खुदासाइने भनेको चाहिँ आराम गर्नुहोस् है भनेको हो। त्यसपछि उसले के भन्यो त, आरिगातो मातासिता आइमास्यो है। आरिगातो मातासिता आइमास्यो भनेको छ। यो भनेको चाहिँ धन्यवाद। आरिगातो भनेको धन्यवाद भयो। मातासिता आइमास्यो भनेको फेरि भोलि भेटौँला भनेर भनेको छ है। आरिगातो मातासिता आइमास्यो भनेको छ फेरि भोलि भेटौँला भनेर भन्यो है त। त्यसपछि के भन्यो त, हाई तानो सिमिनी सितेइमास। हाई तानो सिमिनी सितेइमास भनेको छ, हो म आतुर छु भनेर भन्यो। हाई तानो सिमिनी सितेइमास भनेको छ, हो म आतुर छु
भनेर चाहिँ भनेको छ है। हाई तानुसिमिनी सितेइमास भनेको छ है त। त्यसपछि के भन्यो त उसले ओयासुमी नासाई भन्यो है। त्यो भनेको चाहिँ शुभरात्रि, गुड नाइट भनेर चाहिँ भनेको छ। ओयासुमी नासाई भन्यो है। ओयासुमी नासाई भनेको चाहिँ गुड नाइट अथवा चाहिँ शुभरात्रि भनेर चाहिँ उनीहरू छुटिएका छन् है त। धन्यवाद साथीहरू, यो भिडियो हेर्नुभएकोमा। मलाई आशा छ आज हामीले सिकेका जापानी वाक्यांशहरू पक्कै पनि तपाईँलाई उपयोगी लागेको महसुस गरेको छु। हाम्रा थप भिडियोहरू हेर्न नबिर्सनुहोला। तपाईँले हाम्रो च्यानललाई पक्कै पनि सब्स्क्राइब र लाइक गर्नुहुनेछ र मनमा लागेका जिज्ञासाहरूलाई कमेन्ट मार्फत मलाई जानकारी गराउनुहुनेछ भन्ने आशा राखेको छु। आरिगातो गोजाइमास, माताने।